नमस्ते साथीहरू। आज चाहिँ हामी कहाँ छौँ भन्दाखेरि हुम्डे मनाङ जिल्लाको हुम्डेदेखि 3400 मिटरदेखि आज हामी चाहिँ यो कुन ठाउँ भनेपछि चुरु बेस क्याम्प नजिक आइसकेका छौँ। र जति यो देखिन्छ नि दृश्य यति रमाइलो, तर यहाँ आउनुलाई त्यति गाह्रो पनि छ। तर म त्यो गाह्रोलाई एकदम तल राख्दै मेरो एउटा यो ठाउँमा आउने एउटा सपना, इच्छा, चाहनालाई पुरा गर्दै आफूलाई गाह्रो मेन्टेन गर्दै म यहाँसम्म यो चुरु बेस क्याम्प नजिक आइसकेको छु। समथिङ समुद्री सतहदेखि 5000 मिटर माथि आइसकेको छु। ल, नेपालको यो दृश्य देख्दाखेरि यति रमाइलो छ, तर लोभलाग्दो छ। तर यहाँ पर्यटकहरू आउने पनि गर्दछ र आउनु पनि पर्छ। यस्तो ठाउँ स्वर्गभन्दा कम छैन क्या मेरो देश। यस्तो राम्रो ठाउँ छ, जताततै हेर्दा मन लोभिने। यो पारिपट्टि देखिएको छ नि, यो हिमाल चाहिँ समथिङ 7072 मिटर, 7000 समथिङदेखि 7000देखि 7500 मिटरसम्म अग्लो छ भन्ने हामीले अनुमान पनि गरेको छ भन्ने उ छ। तर यसको उचाइ चाहिँ 5000सम्म आइसकेको छ। हामी चुरु बेस चढ्नको लागि, बेस क्याम्पको लागि आज हामी यहाँसम्म आएका छौँ र बिस्तारै हामी चढ्नेछौँ र हाइट गर्दै यहाँसम्म आइपुगेका छौँ। र तपाईँहरू पनि आउनु होला भन्ने चाहन्छु। यहाँ आउनुलाई गाह्रो भए पनि, तर हामी चाहिँ ग्रुपिङमा आएका छौँ, रमाइलो गर्दै आएका छौँ। तर गाह्रो चाहिँ त्यति गाह्रो भयो, एकदिन रेस्ट गर्दाखेरि अलिकति आनन्द फिल पनि भएको छ। धन्यवाद। ल, अहिले हामी चुलु फार इस्टको लागि हिँडिरहेछौँ। चुलु फार इस्ट चाहिँ हाम्रो 68 लगभग 6068 मिटर रहेको छ समुद्री सतहदेखि। चुलु फार इस्ट लेक हामी चढ्नको लागि बेस क्याम्प आइरहेका छौँ। हजुरहरू पनि बेस क्याम्प हुँदै चुलु फार इस्ट चढ्नको लागि आउनु होला, धेरै रमाइलो छ। हस्, धन्यवाद। तपाईँले आफ्नो 2-4 शब्द राखिदिनु भएकोमा। र यस्तै भिडियो हामी बनाउँदै जानेछौँ। तपाईँहरू हामीलाई भिडियो हेर्नको लागि फलो गर्न नबिर्सिनु होला भन्न चाहन्छु। यति रमाइलो ठाउँ तपाईँलाई देखाउने, आफूलाई गाह्रो महसुस भए तापनि तपाईँलाई हामी देखाउने, यो ठाउँ देखाउने उ गरिरहेछौँ कि जमर्ग भन्छ कि के भन्छ, मलाई ठ्याक्कै भन्न आएन होइन। यस्तो राम्रो ठाउँ छ होइन। अब अगाडि साथीहरू गइसकेका छन्, हामी चाहिँ बिस्तारै अझ हामीभन्दा पछाडि धेरै साथीहरू हुनुहुन्छ। अब हामी धेरै छैन, समथिङ कति मिटर होला, 200-300 मिटर बाँकी होला होइन बेस क्याम्प जानलाई। सायद 500 मिटर जति बाँकी छ। हस्, धन्यवाद।